PROMOTERSHARE प्रमोटर शेयर। प्रमोटर शेयर अर्थात् यसलाई नेपालीमा संस्थापक शेयर भनिन्छ। यसको अर्थ हो कुनै पनि कम्पनी जब सुरुमा स्थापना गरिन्छ त्यो बेला इस्यु गरिने शेयरहरूलाई प्रमोटर शेयर भनिन्छ। यो अर्डिनरी शेयर जुन आइपिओ को रूपमा हामीले चिन्छौं त्यो शेयर भन्दा थोरै फरक हुन्छ। यो प्रमोटर शेयर चाहिँ आइपिओ निकाल्न अगाडि नै निकालिन्छ। यो कम्पनी स्थापना हुँदाखेरि चाहिँ यो प्रमोटर शेयर निकालिन्छ। अर्डिनरी शेयर जुन आइपिओ मा हामीले लिन्छौं त्यसभन्दा यो चाहिँ थोरै फरक हुन्छ। यसमा चाहिँ केही टर्म्स कन्डिसनहरु अलिक फरक हुन सक्छ। जस्तै कि अब शेयर लिएको सर्टेन अब 2-3 वर्षसम्म बेच्न नपाइने अथवा त्यस्तै केही प्रावधानहरु यसमा हुन्छ जुन हामीले आइपिओ मा लिन्छौं। अर्डिनरी शेयरमा त्यस्तो हुँदैन। आइपिओ मा हामीले लिने अर्डिनरी शेयरहरु चाहिँ आइपिओ परेको केही समयपछि नै हामीले त्यसलाई मार्केटमा लगेर बेच्न सक्छौं। सर्टकटमा बुझ्नु पर्दाखेरि हामीले प्रमोटर शेयर भनेको त्यस्तो संस्थापक शेयर हो जुन कम्पनी स्टार्ट गर्दाखेरि सुरुमा लिइन्छ भनेर हामीले बुझौं यसलाई।